स्वागत छ गाइज मेरो नयाँ मिनी ब्लगमा। अनि कस्तो लागिरहेको छ यो मिनी ब्लग मेरो कमेन्टमा जरुर भन्नु होला। त्यसपछि हामी खाली ड्रम लिएर गइहाल्यो तेल हाल्नको लागि। तेल हालेर ड्रम हामी राखिदिएको पेट्रोल पम्पमा। अनि आइहाल्यो हामी मकै लिन। र अहिले हामीहरू मकैको थुप्रो हेर्न आएको तर कहाँ पनि भेटाएन। देख्न सक्नुहुन्छ खतरनाक भ्यू। भेटाएनपछि त्यही भएर हामी गाडीमा लाग्दिएको फेरि अगाडितिर खोज्नलाई पुरै चिलपाडामा। अनि हाम्रो गाडी लिइहालेको थियो एयर। देख्न सक्नुहुन्छ कस्तो खतरनाक चिनगारी पुरा उठाउँदै गइरहेको थियो बाटोमा खतरनाक तरिकाले देख्न सक्नुहुन्छ भिडियोमा। त्यसपछि हाम्रो आइहाल्यो यतातिर। यहाँको बब्बाल भ्यू देख्न सक्नुहुने हुनुहुन्छ कति खतरनाक भ्यू छ। अनि यहाँ पहाड देख्न सक्नुहुनुहुन्छ कति खतरनाक पहाड। त्यही भएर त्यसपछि हाम्रो गाडीको एयर खुलिहाल्यो बनाएर। त्यसपछि आइहाल्यो मकै हामीहरू मकै लिन। मकै गाडीमा लोड गरेर गइहाल्यो हामीहरू देख्न सक्नुहुन्छ। त्यसपछि हामी आइहाल्यो गाईघाट बजार। रातिको गाईघाट बजारको भ्यू देख्न सक्नुहुने हुनुहुन्छ कति खतरनाक छ। त्यसपछि आइहाल्यो हामीहरू ट्याङ्की तेल हाल्नको लागि ड्रममा। त्यसपछि चारवटै ड्रममा फुल तेल ल्याएर आयो। त्यहाँ एउटा ड्रम देख्न सक्नुहुन्छ राखेको त्यसमा पनि हाल्ने हो। त्यसपछि दिउँसो हामी तेल निकालेर राखिदिए। अनि आजको ब्लग यति नै। के कस्तो लाग्यो कमेन्टमा जरुर भन्नु होला। एन्ड लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। त्यति बेलाको लागि एन्ड बाई।